भोलिदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ। काठमाडौँको महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत काठमाडौँको महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत उनले भारतीय चलचित्र आदि पुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउने 3 दिन पहिले हटाउने आह्वान गरेको स्मरण गराएका छन्। नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानमा अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैर सरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देश नभएको उनको भनाइ छ। शाहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन्। उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको शाहले स्पष्ट पारेका छन्।